हेलो साथीहरू, गुड मर्निङ, गुड आफ्टरनुन सबैजनालाई। आज म चाहिँ मिनी ब्लग लिएर तपाईँहरूको माझमा आइसकेको छु। म चाहिँ भर्खर उठेको है साथीहरू, पुरै भर्खर उठेको निन्द्राले मस्त मजाले सुत्यो नि त दिदीको रुममा। अनि दिदी चाहिँ मस्तसँगले फोन खेलाउँदै हुनुहुन्छ, खाना पकाउँदै। साथीहरू तपाईँहरू मात्र हो कि म मात्र हो यसरी होइन दिदीलाई ठगी खाने? दिदीले चाहिँ खाना पकाइसक्यो, अनि त्यही भएर म चाहिँ खाना बोलाउँदैछ नि त। म चाहिँ ठिकै छैन, उठेर जस्ट त्यसो उठेर यसो फोनहरू हेरेँ होइन। अनि त्यही भएर अब खाना खानु पऱ्यो। अब मुख नुहाउँदै कि आज मैले मुख पनि त छैन, मुख नुहाउँदै अब खाना खान लाग्यो। साथीहरू म मात्र अल्छी हो कि तपाईँ पनि निन्द्राले यता डलुम कि उता डलुम भइरह? तर पनि म उठेर खाना खान लागेँ। तर दिदीले चाहिँ खाना कति धेरै पस्काइदिनु भएको थियो नि त। अनि त्यही भएर मैले दिदीलाई चाहिँ खाना चाहिँ कति धेरै पस्काइदिनु भएको, एकैचोटि 10 दिनको लागि पस्काइदिनु भयो कि भनेर सोधिरहेको थिएँ नि त। अनि त्यही भएर हामीले चाहिँ तरकारी चाहिँ एकदम मारिन नुडल्स र आलु र नुडल्स पकाएर खान आँटेको। त्यही भएर साथीहरू यस्तै हो। दिदीले पनि फोन त कहाँ हेर्नु छोड्छ त है, खाना खाँदा पनि फोन हेरेर होइन। हामी चाहिँ खाना आइसकेर पनि फेरि पनि पानी भर्न जान लागेको, किनकि पानी भर्न चाहिँ धेरै टाढा जानुपर्ने। आज चाहिँ म चाहिँ खातबारीमा पानी भर्न जाँदैछु है, खातबारीको ठाउँमा होइन पानी भर्न जाँदैछु दिदीहरूसँग। अनि पानी भर्न जाँदैछु, दिदी चाहिँ घरबेटी आन्टीसँग बोलेर निस्किँदै हुनुहुन्छ। म पनि उस्तै नि त, दिदी पछाडि हिँडेको, म भिडियो बनाउँदै हिँडेको नि त। दिदीले चाहिँ पुरै पखाएर भनेर पुरै औँला चाहिँ ठडाउँदै हुनुहुन्छ क्या दिदीले। हामी चाहिँ भन्दा हामी चाहिँ दिदीको अर्को रुम आइसक्यौँ नि त। अनि यहाँको दिदी पनि तार जानुहुने रहेछ। अनि त्यही भएर उहाँले चाहिँ पुरै यताउता झोलामै पुरै हाल्दै हुनुहुन्छ, पुरै त्यही हाल्दै हुनुहुन्छ। अनि दिदीलाई चाहिँ मैले देखाएको थिएँ नि त। अनि दिदीले चाहिँ मलाई भिडियो गर्दैछौ कि भनेर भन्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ तालुम भएर हामी चाहिँ तारतिर लाग्यौँ साथीहरू। हामी चाहिँ यसरी जाँदैछौँ साथीहरू। आज चाहिँ पानी धेरै बिहानसम्म परेको थियो नि त, अनि बल्ल निको भएको थियो। यस्तै म त क्यामेरा देखेपछि होइन आफूलाई हेरिहाल्नु मन लाग्छ कि कस्तो देखिन्छु भनेर। अन्त म चाहिँ साथीहरू यसरी हामीले जाँदैछौँ साथीहरू। थाप्ने हो, अरूको पसिना खाने चलन छैन मेरो, दियो भने नै नभन्ने हो। कसैले अरूले फेरि पो मलाई पैसा दियो भनेर म त नै नभने हो, तर अरूको पसिना खाने चलन छैन। यसरी भन्दै हामी चाहिँ जाँदैछौँ साथीहरू। हाम्रो गफ चाहिँ यस्तै हो कि हाम्रो ताइनातीको गफ यस्तै गर्दै हामी चाहिँ जाँदैछौँ, ओह्रालो झर्दैछौँ होइन। कस्तो राम्रो हेरेछ कि। अनि त्यही भएर म चाहिँ यस्तो भ्यू देखाउनु मन लागिहाल्यो नि त, फोन नराम्रो भए तापनि। तर दिदीले चाहिँ पछाडि बोकेर जाँदै हुनुहुन्छ। अनि म चाहिँ होइन यस्तो घरहरू छ, यस्तो घरहरू देउदै म चाहिँ फोटो देखाइदिन्छु। हामी चाहिँ जाँदैछौँ नि त, के गर्नु, गाह्रो छ साथीहरू, यस्तै छ। भन्दै साथीहरू हामी चाहिँ धारा पनि पुगिसक्यौँ। धारा पुगेर चाहिँ होइन पुरै लाइनमा रहेछ नि त। अनि त्यही भएर म चाहिँ अल्छी लागेर फोन हेरिरहेछ नि। त्यही मेरो दिन चाहिँ यसरी बितिरहेको छ। पुरै एकजना आन्टीले चाहिँ पानी भर्दै हुनुहुन्छ नि त, पुरै टक्कसँग हामी चाहिँ लाइनमा छौँ। आफ्नो तामा बसेर हामी चाहिँ पानी भर्नको लागि रोकिरहेको छौँ नि त। दिदीलाई चाहिँ अनि के गफ गर्दै हुनुहुन्छ नि त, उहाँ यस्तै गफ गर्दै हुनुहुन्छ। अनि पुरै उहाँले चाहिँ भर्दै हुनुहुन्छ खै। अनि दिदीले चाहिँ के सोच्नु भएको यसरी, खै के धेरै पानी भर्नु छ, यो पानी भर्न त 2-3 घन्टा लाग्छ होला साथीहरू। अनि हामी चाहिँ पुरै आफ्नै तालमा गफ गर्दै बसिरहेको छौँ नि त। अनि त्यही भएर मलाई मोज छ कि मोज, गाह्रो छ साथीहरू, गाह्रो छ। अब चाहिँ हाम्रो पाला आयो साथीहरू। त्यस्तो भन्दै थिएँ, फेरि अर्को नमुना छिरिहाल्यो, के गर्नु, यस्तै छ। पर्खिँदा जिन्दगी चाहिँ बित्यो यो नमुना छिरेर। अनि हामी चाहिँ फेरि पनि बस्नु परेको छ साथीहरू, के गर्नु। हामी त अरूलाई सेवा गर्ने मान्छे पऱ्यो नि त। त्यही भएर टक्कसँग फेरि बसेर होइन उनीहरूलाई पार्लो दिइरहेको छौँ नि त। अनि गाह्रो छ साथीहरू, गाह्रो छ। खातबारीको ठाउँमा पनि काठमाडौँभन्दा कम छैन। बल्ल 10 घन्टापछि हाम्रो पालाको छ साथीहरू। हामी चाहिँ पानी भर्न लागिरहेको साथीहरू। दिदीहरूले चाहिँ पानी भर्दैछ, अनि म चाहिँ यस्तो भिडियो बनाउँदै बसिरहेको छु साथीहरू। भन्दै साथीहरू हामी पनि पानी भरेर आइसकेको छौँ। अब भने हामी जाँदैछौँ साथीहरू। अब हामी चाहिँ टक्कसँग यताउता हेर्दै जाँदैछौँ नि त। दिदी चाहिँ पुरै आफ्नै तालमा होइन पुरै हिरोनी साइड मारेको ऊ चाहिँ। अनि म चाहिँ यस्तो भारी बोकेर म चाहिँ पानी बोकेर जाँदैछु। अनि हामी चाहिँ यसरी जाँदैछौँ साथीहरू। अब भने भन्दा अब मैले मेरो भिडियोलाई इन्ड गर्नुपर्ने हुन्छ साथीहरू। सबैजनाले माया गरिदिनु होला, सबैजनाले लाइक सेयर सब्सक्राइब त के भन्नु, लाइक सेयर चाहिँ सबैले गरिदिनु होला। अनि फलो सबैजनाले गरिदिनु होला साथीहरू। अनि त्यसपछि म पनि तपाईँहरूलाई गर्नेछु कमेन्टमा, मलाई पनि फलो गर्नु होला भनेर भन्नु होला। म पनि तपाईँहरूको भिडियोमा लाइक कमेन्ट सबै गरिदिनेछु साथीहरू। भन्दा मैले फुल पनि देखेँ, यो फुल चाहिँ मेरो बोयफ्रेन्डको लागि भनेर भन्न नहुने, मैले माया गरेको मान्छेको लागि भन्न पनि नहुने। भन्दै मैले यस्तो राम्रो फुल देखेँ साथीहरू, के गर्नु, यस्तै छ साथीहरू। यसरी नै हामीले जाँदैछौँ, हाम्रो दिन चाहिँ यसरी नै बितिरहेको छ। आजको दिनमा बाटो चाहिँ यस्तो उकालो छ साथीहरू। ओके बाई, कुनै दिन भेटौँला भन्दै दिदीले चाहिँ के टिप्न थाल्नुभयो, घाँस टिप्दै हुनुहुन्छ। उहाँले चाहिँ पुरै मलाई खुवाउनको लागि टिप्दै हुनुहुन्छ नि त। अनि मैले चाहिँ
अनि मलाई चाहिँ यो तरकारी खुवाउनु हुने अरे नि त अनि यो चाहिँ पहिले सानोमा हामी खेलेको याद छ नि त अनि दिदी चाहिँ खेल्नु हुने अरे नि त अनि पुरै टिपेर हिँड्दै हुनुहुन्छ अनि दिदीले चाहिँ मलाई जिस्काउँदै हुनुहुन्छ कि यसकै तरकारी खुवाउँछु भनेर भन्दै साथीहरू अब भन्ने चाहिँ साथीहरू म चाहिँ जानुपर्ने हुन्छ कि पापा साथीहरू फेरि भेट्ने हुनेछौँ।